दार्चुला पुल निर्माणको क्रम एकदम तीव्र गतिमा भइरहेको देखिन्छ र अहिले आएर यो अवस्थामा कामको गति चलिरहेको रहेछ। जग बनाउने कामहरू सुरु भइसकेको रहेछ। गिटी कुट्ने कामदेखि लिएर ढुङ्गा फोर्ने कामदेखि लिएर सामान ओसार्ने कामदेखि लिएर अनि लट्ठा ओसार्ने कामदेखि लिएर प्राय लगभग सकिसकेको अवस्था रहेछ यो। अनि अहिले चाहिँ यो जग पुर्ने कामदेखि लिएर बालुवा ओसार्ने कामहरू भइरहेको रहेछ। यति छिटो रूपमा कुनै पनि सरकारी कामहरू, सरकारी विकासहरू यदि छिटो स्पिडमा चाहिँ काम भइदिन्थ्यो भने देशले पक्कै पनि काँचुली फेर्थ्यो होला। तर त्यो विकासको क्रम रहेछ, यो स्पिडमा चल्दैन। लगभग यो पुलहरू अब छिटै नै समापन हुने सम्भावना देखिन्छ। यो हेर्दाखेरि एकदमै हेर्दै मजा लाग्ने क्या। यो कार्य एकदम आफैमा प्रशंसनीय काम छ क्या। समुदाय जोड्नुपर्छ, भावना जोडिनुपर्छ भन्ने हर्क साम्पाङको जुन सिद्धान्त छ, पक्कै पनि विकास भन्ने त पैसाले गर्छ होइन। विकास भन्ने त पैसाले हुने कुरा हो। तर यसरी समुदाय र भावना जोडिनु चाहिँ ठुलो एउटा देशको लागि चाहिँ मजबुती हो जस्तो लाग्छ मलाई पनि। अब पूर्वको समुदायहरू पश्चिममा गएर यसरी त्यहाँको समुदायहरूको लागि चाहिँ एउटा काम गरिदिएको अवस्था छ। त्यहाँको समुदायको आवश्यकतालाई चाहिँ परिपूर्ति गरिदिने काम भएको छ त्यहाँको समुदायहरूसँग घुलमिल हुँदै होइन। यो कुराले त समुदाय जोड्ने, समुदाय र भावना जोड्ने कुरा हो नि त होइन। अनि हर्क साम्पाङ आफैले भन्नुहुन्छ क्या, पृथ्वीनारायण शाहले नेपाल एकीकरण त गर्यो तर भावना एकीकरण, समुदाय एकीकरण चाहिँ गरेको थिएन रहेछ भन्ने कुरा गर्नुहुन्छ क्या। यो कुराहरू धेरै पहिलादेखि पनि विभिन्न विज्ञहरूबाट पनि आइरहेको कुराहरू हो। पृथ्वीनारायण शाहले चाहिँ केवल एउटा देश भूगोल एकीकरण गर्यो। दिव्य उपदेशहरू त थुप्रै छ पृथ्वीनारायण शाहको। यो देश भनेको चाहिँ 4 जात 36 वर्णको साझा फुलबारी हो भन्ने कुराहरू छ। तर व्यवहारमा त्यो छैन क्या। व्यवहारमा त्यो छैन। त्यो केही समुदायको मात्रै, केही समुदायलाई मात्रै त्यो हालिमुहाली अथवा त्यो आफ्नै जस्तो गरेर आफ्नै जस्तो गरेर चाहिँ भोगचलन गरिआएको छन् भने अधिकांश समुदायले यो महसुस गरेकै छैन। अधिकांश समुदायले यो मेरो देश हो भन्ने महसुस नै गरेका छैनन् क्या। यदि त्यो महसुस गरेका थिए भने आज यहाँनिर विभिन्न विद्रोहका कुराहरू नै उठ्दैनथ्यो होइन। विभिन्न विद्रोहको कुराहरू उठ्दैनथे, असन्तुष्टिका कुराहरू उठ्दैनथे, आपसी असन्तोषका कुराहरू उठ्दैनथे होइन। आज यो राज्य सत्ताकै भित्रको एउटा अङ्गहरूभित्र पनि एउटा कोटा सिस्टमहरूको भागबन्डाहरू खोज्नुपर्ने अवस्थाहरू हुने थिएन होइन। हरेक समुदाय, हरेक जाति, हरेक किसिमको समुदायहरूलाई चाहिँ एउटा कसरी सबल बनाउने भन्ने राज्यको नीति हुन्थ्यो, कसरी अगाडि बढाउने भन्ने राज्यको नीति हुन्थ्यो। त्यो नीतिहरू नहुँदाखेरि चाहिँ जसको शक्ति उसको भक्ति भन्ने हिसाबमा एउटा देशमा त्यो अवस्था छ क्या। त्यसले गर्दाखेरि सिंहको देश चाहिँ मेरो हो, मेरो आफ्नै हो भन्ने महसुस सबैमा गराउनुपर्छ र हामी सबै नेपाली एक हौँ भन्ने भावनाको सृजना पनि गराउनु पर्ने हुन्छ। र त्यो हामी सबै नेपाली हौँ भन्ने महसुस गराउने कुरा चाहिँ एउटा यो हर्क साम्पाङको श्रमदान अभियानले एउटा मजबुत मानव समुदायको भावनालाई जोड्दै सिङ्गो नेपालीलाई एक हौँ भन्ने महसुस गराउने काम चाहिँ योबाट एकदमै गजबको र
एउटा डह्रो मेसेज चाहिँ जाने देखिन्छ क्या। आज यो त एउटा इतिहास हो नि त होइन। पूर्वबाट चाहिँ गएर पूर्वको समुदायहरू गएर पश्चिमको त्यहाँको समुदायहरूमा गएर चाहिँ यो कामहरू गर्दै गर्दाखेरि यो त इतिहासले नबिर्सिने कुरा हो नि त। इतिहासमै लेखिने कुरा हो नि त। यो त्यहाँको समुदायहरूले चाहिँ एउटा जीवनभरिमा आफ्नो जीवन त के आफ्नो सन्तान दर सन्तान भावी पुस्ताहरूको पुस्तासम्म पनि यो त एउटा नमेटिने इतिहास बनेको काम नै हो नि त होइन। ऐतिहासिक काम नै हो नि त। यो त आजभन्दा भोलिको दिनमा चाहिँ भोलिको पुस्तासम्मले चाहिँ याद राख्ने कुरा हो नि त। अनि त्यो पुस्ताले पनि ल त्यतिखेर चाहिँ महसुस गर्ने कुरा हो क्या। ल पूर्वको समुदायहरू आएर चाहिँ यहाँनिर चाहिँ हाम्रो लागि चाहिँ यस्तो दुःख गराइरहेछन् होइन। त्यो पनि सरकारी पैसाबाट होइन, व्यक्तिगत पैसाहरू उठाएर चाहिँ हाम्रो लागि यस्तो दुःख गराइरहेछन्, मेहनत गराइरहेछन् भन्ने कुरा त एउटा इतिहासको युगसम्म पनि यो त जीवन्त रहने कुरा हो नि त होइन। अब यो हेर्दै एउटा गजब लाग्ने दृश्यहरू। अब पूर्वबाट गएर त्यहाँ ढुङ्गाहरू फुटाएर बालुवा बोकेर होइन, त्यहाँको पुलको जगहरू खनेर जबकि उनीहरूलाई न तलब छ न भत्ता छ होइन। अब फ्रीमा गएर चाहिँ यसरी काम गरिदिएको कुरा त यो त एउटा युगसम्म पनि एउटा इतिहासको कुरा हो क्या। यो एउटा गजबको इतिहास हर्क साम्पाङले रचेको छ। यो चाहिँ हर्क साम्पाङलाई सम्मान र जति सम्मान गरे पनि जति तारिफ गरे पनि यो कार्य चाहिँ हर्क साम्पाङको तारिफ कम नै हुन्छ भन्ने मलाई चाहिँ लाग्छ। अब त्यस्तो अन्जान ठाउँ नजिक पनि छैन। फेरि अब धरानदेखि जाँदाखेरि नै 4 दिनमा पुग्ने रे, बल्ल 4 दिनमा पुगेर रहेछ त्यहाँनिर। 4 दिनमा पुगेर अब त्यहाँनिर हप्ता महिनौसम्म बसेर यसरी फ्रीमा त्यहाँको समुदायको लागि त्यहाँको जनताको लागि चाहिँ यसरी आफ्नै खर्चमा आफ्नै मेहनतमा चाहिँ गरिदिएको कामले एउटा देशलाई पक्कै पनि जोड्छ। यो देशलाई त पक्कै जोड्छ नि होइन। यो त यति नै अति सराहनीय कार्य छ। यो भिडियोहरू दार्चुलाको यो पुल निर्माणको गतिविधिहरू म एकदमै निहाल्छु क्या। आफू सहभागी हुन त सकिने सम्भावना छैन, तर पनि आफूले नसके पनि कमसेकम एउटा नैतिक साथ भनौँ, एउटा मानवीय हिसाबले पनि, एउटा राष्ट्रियताको हिसाबले पनि एउटा साथ समर्थन त गर्न सकिन्छ नि होइन। तर यो कुरालाई पनि अनेक किसिमको भ्रम छरेर हर्क साम्पाङलाई दुनियाँ गाली गरिरहेको मान्छेहरू पनि यही छन्। सामाजिक सञ्जालमा हर्क साम्पाङलाई गाली गरेर रात दिन नसुती नउठी गाली गर्ने मान्छेहरू पनि यही सामाजिक सञ्जालमा छन्। र त्यो मान्छेहरूले पनि अलिकति केही छैन, हर्क साम्पाङको केही कुराहरूमा विमति जनाउने कुराहरूमा समस्या होइन। तर यस्तो राम्रो कार्यलाई त कमसेकम राम्रो कार्य भनेर प्रशंसा, समर्थन, साथ, एउटा नैतिक साथ त दिन सकिन्छ नि त होइन। एउटा आफूले केही गर्न नसके पनि, आफूले सहयोग गर्न नसके पनि, साथ सहयोग गर्न नसके पनि यो कार्यलाई चाहिँ एउटा साथ समर्थन, नैतिक साथ समर्थन दिनु भनेको त एउटा मानवताको लागि चाहिँ गरेको काम हो नि त होइन। जबकि त्यहाँको जनताहरूलाई अहिले यो पुल अहिले जुन पुल बनाउने अभियान मात्रै त्यहाँ चलेको छैन क्या। त्यहाँको यो पुल बनाउने अभियान सँगसँगै त्यहाँनिर यति धेरै यो पुल बनाउने अभियानले चाहिँ त्यहाँको समुदायमा यति धेरै खुसी छाएको छ कि अब त्यहाँनिर त्यो एउटा ग्रीष्मधामी नानी, त्यो नानी चाहिँ पुल तर्दै गरेको भिडियोको कारणले गर्दाखेरि पूर्वको मान्छे पश्चिममा गएर पुल बनाउनु परेको अवस्था छ होइन। त्यो भएको छ। अनि त्यो ग्रीष्मधामी अब त्यहाँनिर अब
त्यही पुल बन्नेकै कारणले गर्दाखेरि चाहिँ काठमाडौँ आएर एउटा भिआइपी टाइपको स्कुलमा आफ्नो भविष्य सुनिश्चितता हुने गरी पढाइ मास्टर डिग्रीसम्म फ्रीमा बस्ने खाने सहितको फ्रीमा चाहिँ एजुकेसन प्राप्त गर्ने अवसर पाएको छ। साथै अन्य त्यहाँको स्थानीय स्कुलहरूमा पनि थुप्रै फिसहरू तिर्न नसकेर पढाइ नै छोड्नुपर्ने अवस्थाहरूसम्म भएकोहरूले त्यहाँनिर विभिन्न सरसहयोगहरू पाइरहेका छन् र त्यस्तो एकदमै आपतकालीन अवस्थामा भएकोहरू एकदम दुःख पाएर चाहिँ एउटा जीवनको अवस्थाहरू नै एउटा अन्योलता भइसकेकोहरूले पनि त्यहाँनिर एउटा दाताहरूबाट विभिन्न सरसहयोगहरू पाइ नै रहेको अवस्था छ। अस्ति त्यहाँनिर स्टेजरहरू पनि थुप्रै बाँडिएको स्टेजरहरू पनि देखियो होइन। थुप्रो स्टेजरहरू चाहिँ बिना स्टेजरहरू पनि नभएर त्यहाँनिर बिरामी बोक्नुलाई भाँचिएको स्टेजरलाई चाहिँ मर्मत यताउता गरेर चलाइएको अवस्थाहरू रहेछ होइन। त्यो कुराहरूमा पनि स्टेजरहरू सहयोगहरू गरिएको थुप्रै स्टेजरहरू विभिन्न गाउँ टोलमा चाहिँ स्टेजरहरू बाँडिएको देखियो। अनि त्यहाँनिर एउटा मेडिकल टोली नै पनि पुगेको अवस्था छ। त्यो मेडिकल टोलीले नै पनि स्थानीयहरूमा चाहिँ विभिन्न सामान्य नर्मल उपचारहरूको कामहरू गरेको देखिन्छ र विद्यार्थीहरू त थुप्रै विभिन्न त्यहाँका छात्र विद्यार्थीहरूले थुप्रै सहयोगहरू पाइरहेछन् क्या दाताहरूबाट। त्यो भनेको त त्यो पुलको माध्यमबाट बनेको हो नि त होइन। त्यो कुराले चाहिँ पूर्व र पश्चिमको एउटा समुदाय बिचमा भावनात्मकता कायम राख्ने काम, एउटा जोड्ने काम त यो पुलको माध्यमबाट बनेको छ नि होइन। यो दृश्यहरू देख्दाखेरि पुल बनेको मात्रै देखिन्छ र त्योभित्र थुप्रै एउटा सरसहयोगका कामहरू भएको छन्। यो एकदमै प्रशंसनीय कार्य भएको छ। यसको लागि चाहिँ जति तारिफ गरे पनि अर्का साम्पाङलाई कम्ती नै हुन्छ, किनभने अर्का साम्पाङकै कारणले गर्दाखेरि त्यहाँ पुल बनिरहेको अवस्था छ र यो अर्का साम्पाङबाट मात्रै सम्भव थियो, अरूबाट यो सम्भव पनि छैन। र त्यसले गर्दाखेरि चाहिँ यो पुल बन्दै गरेको दृश्यहरू देख्दाखेरि एकदमै मन छुने कुरा हो। यो चाहिँ आफ्नो गाउँठाउँमा श्रमदान गरेको कुरा त ओके छ, आफ्नो लागि आफैले गरौँ भन्ने हो। जस्तो हर्क साम्पाङले पोकाबाट खानेपानीहरू ल्यायो, विभिन्न खोलानालाबाट चाहिँ पानीहरू सङ्कलन गर्यो। त्यो पनि एउटा विश्व रेकर्ड नै राख्ने गरी इतिहास निर्माता त्यसले गरेको छ। तर त्यो श्रमदानहरू भन्दा त्यो चाहिँ यो दार्चुलाको पुल चाहिँ अलग छ क्या। कसरी अलग छ भने दार्चुलाको पोकाको पानीहरू ल्याउने भनेको चाहिँ आफ्नै लागि गरेको कामहरू हुन् होइन। तर दार्चुलाको लागिमा गएर पुल थापिदिनु भनेको चाहिँ योभन्दा ठुलो एउटा मानवीयता, योभन्दा ठुलो अर्को राष्ट्रियता होइन, योभन्दा अर्को एउटा अपनत्व, एउटा मानवीय समवेदना चाहिँ केमा हुन्छ र होइन। र त्यहाँनिर गएर चाहिँ थुप्रो त्यस्तो भविष्य नै अन्यल अनकन्टार हुने अवस्थाको विद्यार्थी भाइ बहिनीहरूले एउटा पढाइको लागि चाहिँ थुप्रो सरसहयोगहरू पाइरहेछन् होइन। भविष्य सुनिश्चितताको लागि चाहिँ विभिन्न दाताहरूबाट राम्रो सरसहयोग पाइरहेछन्। त्यहाँको समुदायहरूको लागि त यो त एउटा गोल्डन अपर्च्युनिटी हो नि त होइन।